हेलो एभ्रिवान कस्तो हुनुहुन्छ त हजुरहरू आशा गर्छु सबैजना सन्चो सुविस्तै हुनुहुन्छ भन्ने यो चाहिँ मेरो हिजोको भिडियो है त म हिजो चाहिँ दादा भाउजूसँग निकासी जानु भनेर निस्केकी थिएँ र हेर्नुहोस् न बाबु चाहिँ गाडीमा चढेको देखेर रुन थाल्यो र उसलाई कता रुवाई रुवाई जानु भनेर एकछिन गाडीमा चढाइदिए जस्तो गऱ्यौँ त्यसपछि हामी पनि निस्क्यौँ र यता जाँदा जाँदै जाँदा जाँदै आमटेका पुगेपछि चाहिँ हामीले बहिनीलाई पनि चढायौँ सायद कम्तीजनाले नै चिन्नुहुन्छ होला बहिनीलाई चाहिँ बहिनी चाहिँ पहिला हाम्रो घरमा भाडा बस्थिन् ऊ यहाँनिर जब गर्थिन् अहिले उनको ट्रान्सफर भएर अर्कै जग्गामा बस्ने गर्छिन् तर यति राम्रो बन्डिङ छ हामीसँग हुन्छ नि अब आफ्नै बहिनी जस्तो लाग्छ एउटै घरको बहिनी जस्तै लाग्छ कि सबै कुरामा धेरै मिल्ने अनि उसलाई चाहिँ हामीले बिजलीमा छोडिदिएर यता हामीहरू फेरि लाग्यौँ अनि हामी चाहिँ बाटोको नजारा हेर्दै 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 जाँदै थियौँ हिजो चाहिँ फेरि भन्नुहुन्छ नि यस्तो राम्रो थियो मौसम अब घाम थिएन शीतल खालको त्यसपछि फुच्चेको भिडियो गरिदिएको त झन्डै मारेन मेरो सुतेको देखाइदिनुहुन्छ तपाईँले भनेर दुईजना बाँच्दै 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 कदम तल पुग्यौँ त्यहाँ पुगेपछि मेरो चाहिँ थोरै एक्साइटमेन्ट बढ्यो किनभने हाम्रो गाउँको केटी निकासीको केटीहरू चाहिँ थोरै अदला बदली हुन्छ नि क्या नि हाम्रो अब यता आउनेलाई त भाउजू भन्नु पऱ्यो नि त भाउजूहरूको गाउँ चाहिँ कस्तो होला भन्ने थियो समझाना इश्क में है डूबा हो इसको समझ मेरी जवानी का निशाना होगा र निकासी पुग्दा नपुग्दै हाम्रो फुच्चेको चाहिँ हालत खराब भइसकेको थियो बेसी लामो ट्राभल गर्न सक्दैन गाडीमा उसलाई अलिक उल्टी हुन्छ तर हिजो चाहिँ उल्टी गरेन र पनि मान्छे सेलसेला भएको थियो उसलाई भोक पनि लागिरहेको थियो अनि कतिखेर पुगिन्छ जस्तो भइरहेको थियो कि त्यसपछि निकासी पुग्न आँटेपछि मेरो भाउजूले म पढेको कलेज देखाउँछु है बुनु तपाईँलाई भन्न थाल्नु बल्ल हुन्छ हेरौँ न त भनेर मैले पनि भनेँ अनि भाउजूले चाहिँ उता निकासीको कलेज देखाउनलाई उहाँ न टाउको खिड्कीदेखि छिराएर हेरिराख्नु भएको थियो अनि उता भाउजूले चाहिँ कलेज देखाउनु पनि मैले चाहिँ हजुरहरूलाई पनि कलेज नदेखेर गेट चाहिँ देखाइदिउँ भनेर देखाइदिएँ त्यसपछि भाउजू चाहिँ मिठाई किन्न थाल्नु किनभने हामी चाहिँ जाँदै थियौँ भाउजूको मामा घर अनि त मिठाई किनेर हामीहरू मामा घरतर्फ लाग्यौँ अनि मैले चाहिँ निकासीको बाटो भित्री बाटो पनि देखाइदिनु पर्यो हजुरहरूलाई भनेर देखाइदिनु थालेँ अनि जाँदा जाँदै हामी पनि पुग्यौँ मामा घर अनि गएर मैले चाहिँ यसो भिडियो अब त छोटो मोटो ब्लगर भएकी छु अब यसो भिडियो त गर्नु पऱ्यो नि त हौ लाज नमानिकन भनेर भिडियो बनाउन थालेँ त्यसपछि हतार हतार खाना खायौँ खाना खाएर तामुल खाएर भाउजूले चाहिँ उहाँ न तामुल पोको पारेर अब घर आउन्जेलसम्म चाहियो नि त भनेर तामुल काट्न थाल्नुभयो थोरै हो त तामुल पनि हेर्नुहोस् त अब सबै तामुल खाने परेका छौँ त्यसपछि हामी चाहिँ त्यहाँबाट बिदा मागेर निस्क्यौँ उहाँ चाहिँ हुनुहुन्छ मेरो भाउजूको माइजू र मेरो चाहिँ दिदी है म चाहिँ माइजू भन्दिनँ किनभने दिदी चाहिँ हाम्रो गाउँकै हो यहीँबाट बिहे भएर जानुभएको त्यसपछि उता आमालाई पनि मैले चाहिँ भिडियोमा यसो देखाइदिएँ यसो मेमोरी हुन्छ नि त है सबैजनाले देख्नुहुन्छ भोलि पर्सिसम्म हेर्न पाइन्छ त्यसपछि माइजूहरूको घर अगाडि चाहिँ यत्रो बिल रहेछ हेर्नु न एक दिनको पानीले यति भरिएछ कि अनि त्यहाँबाट निस्केर हामी चाहिँ लाग्यौँ निकासी बजारतिर अब यसो बजारतिर नि त डुल्नु पऱ्यो नि त निकासी गइसकेपछि गाउँ मात्रै डुलेर भए त बजार कस्तो छ भनेर हेर्नु परेन त्यहाँबाट बजार पुगेपछि मेरो हालत हेर्नु त मैले यत्रो आँखा पारेर किन हेर्दैछु थाहा छ तपाईँलाई यति साह्रो निन्द्रा लाग्यो म भन्न सक्दिनँ मलाई त्यो दोकानमा यति निन्द्रा लाग्यो के भएको त्यस्तो बिहान 6 बजी उठ्दाखेरि यस्तो हुन्छ मेरो हालत त्यसपछि अब निकासीकै मोमो भनिदिउँ न यसो टेस्ट गरेर है हामी चाहिँ अब लाग्यौँ घरतिर अनि घरतिर निस्किँदा चाहिँ हेर्नु न साँझ परिसकेको थियो अब घर आउँदा आउँदा कति बज्छ होला थाहा छ तपाईँलाई त्यही भएर हामी चाहिँ छिटो हिँडेर पाठशाला हाउली बरपेटा हुँदै चापागुडी आइपुग्यौँ चापागुडी आइपुगेपछि अब खाना खाएर जानु पऱ्यो त्यत्रो रात परिरहेछ भनेर गएको त फुच्चे त चियर सारेर घर जस्तो सोचेछ चियर सारेर पो बस्न थालो ल खाएँ ल खाएँ ल खानासाना खाइसकेर हामीहरू चाहिँ जाँदा जाँदै कोइला मैला पुगेपछि एउटा दोकान खुला देख्यौँ र नामेर दादा चाहिँ तामुल खान थाल्यो र मलाई माजा ल्याइदिएछ अनि म चाहिँ माजा खान थालेँ अब रातिको 12 बजिसक्यो त के पो खानु र यो राति हुँदो भनेर फुच्चेको त ताल परेको यो राति र हुँदो उसलाई कलर चाहियो अरे हेर्नुहोस् न ल हुन्छ साथी हो आजको लागि यति नै बाई बाई